क्रममा भने उनी प्रिय नेताद्वय बीपी कोइरालाको स्वर्गालयमा मदन भण्डारी पुगेपछिको संवाद जोरदार तालीले स्वागत गरौं। नेताद्वय बीपी कोइराला र मदन भण्डारी। अशतो मा सद्गमय तमसो मा ज्योतिर्गमय मृत्युर्मा अमृतं गमय। अशतो मा सद्गमय तमसो मा ज्योतिर्गमय मृत्युर्मा अमृतं गमय। को मर्यो फेरि? हामी मरेका हौं कि मारिएका हौं यो कुरो स्वयं चित्रगुप्तलाई पनि थाहा छैन भने तपाईं गुप्त चित्रले कसरी थाहा पाउनुभयो महाशय? त्यसैको हुनाले मृत्युदेखि डराएर भागेको भए, सामन्तवाद र साम्राज्यवादको पछि लागेको भए यो मदन भण्डारी रहने थिएन। कि त भोले भण्डारी भइसक्थ्यो कि त झोले भण्डारी भइसक्थ्यो। नाम त धेरै सुनेको थिएँ तर लास देखेको थिइनँ। कहिले मर्नुभयो? मर्ने बेलामा हामीले पात्रो पनि हेर्न भ्याएनौँ र कात्रो पनि बेर्न भ्याएनौँ। पञ्चायतका कागहरू कराउँदै थिए, निरङ्कुशताका पिनाहरू सुक्दै थिए, स्वतन्त्रताका हात्तीहरू लम्कँदै थिए, न्यायका घोडाहरू चम्किँदै थिए। त्यसै बेला अकस्मात काल झुक्क्याएर आयो र हामीलाई त्रिशुलीमा खायो। ओहो, अहिलेसम्म कुनै मुलाकात भएन हाम्रो। कुन मोहल्लामा बस्नुहुन्छ? मोहल्ला सोहल्लामा होइन महोदय, हामी स्वर्गलोकको सुकुम्बासी बस्तीमा बस्छौँ। किनभने हाम्रो मृत्युको अहिले सत्य तथ्य अहिलेसम्म पत्ता नलागेको कारणले हामीले स्वर्गमा पनि स्थायी ठेगाना प्राप्त गरेका छैनौँ। त्यही कारणले हुन सक्छ यमराजले पनि हाम्रो केसलाई अहिले हेर्न नमिल्ने गरी मुल्तवीमा राख्नु भएको छ। ओहो, यतिका वर्षसम्म त त्यो केस छल्टिसक्नु पर्ने हो। के कैफियत गरेछन् कि क्या हो तलकाले? कैफियत सैफियत गरेका होइन महोदय, हाम्रो मृत्युलाई मसला बनाएर चुनाव जितिरहने षड्यन्त्र मात्रै हो भन्ने हाम्रो ठम्याइ छ। यदि त्यस्तो हुँदैन थियो भने थुप्रै पटक हाम्रा साथीहरू बालुवाटारमा बास बस्नुभयो, हाम्रै पत्नीहरू दोहोरै शीतलमा निवास गर्नुभयो, तर उहाँले न हाम्रो हत्या र पत्या लाउन सक्नुभयो नत्र हाम्रो मृत्यु भने घोषणा गर्न सक्नुभयो। त्यसै कारण उहाँ आफ्नो भुँडीको विकासमा यति व्यस्त हुनुभयो कि मेरो केसलाई कपालको केस जति पनि महत्त्व दिनु भएन। अब झन् यत्राको पनि दिँदैनन्। त्यही नारायण हिटीको केस त सल्टाउन सकेका छैनन्। तपाईँ दास ढुङ्गाको कुरा गर्नुहुन्छ। ए अँ, नारायण हिटी भन्दा सम्झे, साँच्ची राजा वीरेन्द्रसँग भेट भयो तपाईँको? अस्ति सत्यमोहन जोशीज्यूको स्वागत समारोहमा भेट भएको थियो। पूर्व राजासँग हाम्रो आँखा तरातर भयो, गफ गरागर भएन। उनी हेरिरहे बोलाउन सकेनन्, म हेर्दै रहेँ बोलाउन सकिनँ। अनमोल त्यो पललाई न उनले मिलाउन सके न मैले मिलाउन सकेँ। स्वर्गमा पनि के को राजा र रङ्क? किन नबोल्नु भएको त? डराउनु भयो कि झगडा परेको थियो? मदन भण्डारी मृत्युलाई जितिसकेको मान्छे कुनै राजा महाराजाबाट डराउनेवाला होइन। तर मैले पहिला एक तगडा भाषण एकपल्ट गरिदिएको थिएँ उहाँलाई। तपाईँहरू भाषण त गर्नुहुन्छ नि, शासन त देखिहाल्यो। कस्तो भाषण गर्नुभएको थियो? मैले भनिदिएको थिएँ महाराज आँखा नचम्काइ बक्स्योस्, हात नलम्काइ बक्स्योस्। राजाले राजनीति गर्ने भए श्रीपेश फुकालेर मैदानमा आइबक्स्योस्। राजासँग प्रतिस्पर्धा गर्न यो मदन भण्डारी तयार छ भनेर भनिदिएको थिएँ। तपाईँ कम्युनिस्टहरूको मुखै बैरी। आखिरी एउटा राजालाई फालेर
टोलै पछि राजा उमार्नुभयो होइन, के नाप्नुभयो? हुन त हाम्रो कान्छोले पनि तपाईँहरूकै धोती छमाएर हिँड्यो, अरूलाई के भन्ने र? एकारोस् बिपी महोदय, हामीले राजालाई यो पनि भनिदिएका थियौँ कि जनताका अधिकार कुण्ठित गर्दैनन् भने, राजाले संविधानलाई पालना गर्छन् भने, जनताका अधिकार खोज्दैनन् भने, जनताले छुट्याइदिएको मानु खाएर बस्छन् भने राजा रहन पनि सक्छन्। हामीले यो पनि भनेका थियौँ। हामी मरिहाल्यौँ, राजा वीरेन्द्रलाई पनि मारिहालेछन्। त्यो बिचमा छुट्याइदिएको मानुले नपुगेर पाथी नै उठाउन खोज्दा सबै घोप्ट्याइदिएछन् घोप्ट्याहरूले। मलाई पनि ऊ बेलामा विदेशी घोप्टेहरूले तपाईँ राष्ट्रपति हुन तयार हुनुहोस्, हामी राजा फालिदिन्छौँ भनेका थिए, तर म मानिनँ। राष्ट्रपति पाउँदा पनि के आलु खान नखानु भएको त? 200 वर्षको इतिहास बोकेको राज संस्था एक दिनमा फाल्नेले म 60 वर्षको बबुरोलाई कति दिन पाल्न सक्छु? त्यही भएर त्यसको अनुहार सनुहार छोडिने गरी यी भनेर लो पारिदिएको थिएँ, भाग्यो। कान्छा कान्छा भन्नाले तपाईँको भाइ पनि यही हुनुहुन्छ? भर्खर आएको छ। यमराजको प्रहरी फोर्समा हलदार थियो। ग्रान्ड डिजाइन भनेर हिँडेछ, बर्खास्तमा परेछ। कान्छा भोक पनि लागे जस्तो भयो, 2 प्लेट मोमो ले। मोमो भन्दा मलाई त पृथ्वीलोककै पो सम्झना आएछ। 2 प्लेट पिण्ड ले बाबु। म त भर्खर नैवेद्य खाएर आएको छु, त्यसै भने त्यति रोज्दैन। होइन, के साह्रो खोकी लागेको, फेरि मर्छु कि क्या हो? मृत्युलोकमा पनि 2 पटक मृत्यु पाउनु भनेको इमान्दार मान्छेले मात्रै प्राप्त गर्छ बिपी महोदय। जे होस्, छोडिदिनुहोस् यस्ता कुरा। अनि अहिले तल के गर्दैछन् हाम्रा केटाकेटीहरू? एकचोटि हेरौँ न। ए बाबु चुचिल, तो ब्रह्मनेट जोड त बाबु, ब्रह्मनेट जोड। हजुरसँग हटस्पट पनि छ के छ? ब्रह्मनेट जोड्नु पर्दैन, मलाई गोकुलजीले फ्रीमा वाइफाई डाटा पठाइदिनु भएको छ। ल हेर्नु तल हेर्नु के छ। ओहो, के यो के भएको त्यस्तो? सबैलाई जन्डिस लाग्यो कि क्या हो? भिआइपीहरू त पहेँलै छन् त। मेरो विचारमा न जन्डिस लागेर पहेँलिएका हुन्, न त यिनीहरू बेसार दलेर पहेँलिएका हुन्, यिनीहरू त सुन लागेर पहेँलिएका हुन् महोदय। मार्क्सवादले भन्छ जब नेता सुनले पहेँलो हुन थाल्छ तब उसको नैतिक मृत्यु हुन्छ। होइन, यो चाहिँ के हो? चोक्ता देख्छु त। यो भ्रष्ट राजनीति, दुष्ट व्यापारी र लुब्ध राजनीतिज्ञको सामूहिक बलात्कारको शिकार भएको ललिता निवास हो महोदय। स्पष्ट देख्न सकिन्छ यहाँबाट। कठै समाजवाद उन्मुख राज्य व्यवस्था। अनि के हो त्यो? एकै रङ्गका साइनबोर्ड भएका सबै सटरै सटर छन् त। बरमजियाका असली बाजेका पेडा पसल हुन्। पेडा पसल भए त पेडा हुनुपर्ने महोदय, यहाँ त सबै भेडा मात्र छन्। मेरो विचारमा यी सटरहरू कम्युनिस्टका नाङ्ले पसलहरू हुन्, जहाँ समाजवादको सपना देखाएर धोकाका पोकाहरू बिक्री गरिन्छ। अनि यी को हुन् यिनीहरू? यी लस्कर, यी मन्त्रीका बाबु छोरा हुन्, यी गृहमन्त्रीका बुढाबुढी हुन्, यी भाइका दाई हुन्, यी देवरका भाउजूहरू हुन्, जो नागरिकलाई नक्कली शरणार्थी बनाएर स्वर्ग पठाइदिन्छु भन्दै देशलाई नर्कमा धकेलिरहेका छन्। अरे हेर त बिपी र पुष्पलालका सपना। यस्तालाई त जिन्दगीभर जेलमा सडाउनु पर्ने। कानुन छैन कि के हो अचेल तल?
नेपालको कानुन पनि पैसामा बिक्री हुन थालेको छ महाशय। त्यसो भएको हुनाले यिनीहरूको दण्ड नेपालमा होइन, यमलोकमा यमराजले दिने दण्डले मात्र सम्भव हुन्छ। होइन, यी काङ्ग्रेसहरू त बिग्रिए, कम्युनिस्टहरू त यसरी नबिग्रिनु पर्ने हो। पहिला दास क्यापिटल पढेर कम्युनिस्ट भएका होइनन् कम्युनिस्टहरू? त्यही त विडम्बना छ महोदय। पहिला दास क्यापिटल बढेर कम्युनिस्ट भएका कम्युनिस्टहरू नि अहिले त्यही क्यापिटलको दास बनिरहेका छन्। ओहो हाम्रो फुच्चे होइन यो, ठुलो मान्छे पो भएछ त। कस्तो छ यसको चालामाला अचेल? म अलि जुम गरेर हेर्छु यसलाई। आदरणीय जनसमुदाय, उहाँ अरू नेता भन्दा भिन्न देखिनुहुन्छ। सडक जाम नगरी सवारी गर्नुहुन्छ, खर्च बढाएर राज्यलाई भार पार्नुहुन्न, आफ्नो उपचार आफ्नै पैसाले पेश गर्नुहुन्छ, खाली 55 लाखको बिल सरकारलाई पेश गर्नुहुन्छ। बिग्रेछ होइन, सबै बिग्रेका छन् कि क्या हो नेपालमा आजकल? 2 जना चाहिँ सधैँ देख्छु महोदय। 2 जना? को 2 जना? एक जना मरिसक्यो, अर्को जन्म नै बाँकी छ। ठट्टा गर्नुहुन्छ। होइन, हामीले त राम्रै शिक्षा दिएका थियौँ, यिनीहरू कसरी बिग्रिए? मेरो विचारमा यहाँबाट देख्दाखेरि हामी देखिरहेका छौँ यिनीहरू सुनेर बिग्रिए महोदय। के सुनेर बिग्रिए भण्डारीजी? यहाँ देखिँदैछ देउबा आफन्तको मात्रै कुरा सुनेर बिग्रिए, ओली कसैको नसुनेर बिग्रिए, प्रचण्ड सबैको सुनेर बिग्रिए। मान्छे त बिग्रिए। अनि लोकतन्त्रको चाहिँ अवस्था कस्तो छ अचेल भण्डारीजी? लोकतन्त्र चाहिँ अहिले झ्यार आइरहेको छ बिपी महोदय। जुम गरेर हेर्दा लोकतन्त्र एकदम मजाले चलिरहेको छ। काङ्ग्रेसको लोकतन्त्र ठेका पट्टा र हस्पिटलमा चलिरहेको छ, एमालेको लोकतन्त्र एनजिओ र स्कुलमा चलिरहेको छ, माओवादीको लोकतन्त्र सुन र जग्गामा चलिरहेको छ। त्यसो भएको हुँदा हामी प्रश्न देख्न सक्छौँ अहिले संसदमा ठेकेदार, व्यापारी र बिचौलियाको स्पष्ट बहुमत छ। होइन, यस्ता बेतिथीहरूको विरोधमा बोल्ने काङ्ग्रेसका 1-2 जना केटाहरू त देखिन्छ त। ऊ त्यो कपनतिरको के गगन, त्यो विश्व प्रकाश। अनि वामपन्थीमा चाहिँ यस्ता बोल्ने कोही छैन? वामपन्थीहरूको समस्या के छ भने बिपी महोदय, यिनीहरू आफूभन्दा अगाडि बढेको कसैलाई पनि देखिसक्दैन। मन परेका गधालाई पनि धोएर गाई बनाइदिन्छन्, मन नपरेका गाईलाई हिलो छापेर भीम रावल बनाइदिन्छन्। त्यही भएर त अहिले अस्ताउन लागेको घामलाई घन्टीले पनि तर्साउँछ रे। देखिँदैछ हामी यहाँबाट अस्ताउन लागेको घामलाई घन्टीले पनि तर्साइरहेको छ, ओइलाउन थालेको रुखलाई लौरोले पनि लखेटिरहेको छ। ल, बत्ती गयो। यो स्वर्गमा पनि झ्याप्प बत्ती जान्छ। त्यो कुलमानलाई बोलाउनु पर्छ कि क्या हो यहाँ पनि? नेपालको दुर्भाग्य यही छ कि असल मान्छेहरूको सहज मृत्यु हुँदैन। त्यसले गर्दा उहाँ असल मान्छे देशलाई चाहिने भएको हुनाले उहाँलाई निमन्त्रणा गरिहाल्नु हुँदैन महोदय। त्यसो भएको हुँदा तपाईँको नेट गए पनि मसँग यहाँ ब्रह्मनेटको 1 वे डाटा छ, प्रयोग गर्न सक्नुहुन्छ। अनि त्यहाँबाट तल सन्देश दिन मिल्छ? मिल्छ। म बोलूँ? आज हाम्रो देश हाँक्दै गरेका मेरा प्यारा साथीभाइहरूलाई म के भन्न चाहन्छु भने, ऊ बेलामा मैले सबै जनताहरूको दुहुनु गाई होस् भनेको हुँ। गाई जस्ता छोजा जनताहरूलाई सबैले दुहुनु होस् भनेको होइन। त्यसैले हाम्रो पथ प्रदर्शनलाई अलिकति मात्रै मानेर भए पनि राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समाजवाद जस्ता हाम्रा सिद्धान्तहरूलाई
केन्द्रमा राखी केही न केही सत्कर्म गरेर मात्रै माथि आउनुहोस् भन्न चाहन्छु। आखिर धन कसैलाई काफी हुँदैन। कुकर्म गरेर धन कमाउनेलाई मरेपछि पनि माफी हुँदैन भन्न चाहन्छु। धेरै धेरै धन्यवाद। जय नेपाल। हामीले भन्ने गरेको जनताको बहुदलीय जनवाद आज नेताको दलदलीय धनवादमा परिणत हुँदैछ। हामीले भन्यौ सिद्धान्त जीवनका लागि हुनुपर्छ, तर हाम्रा साथीहरू जीवनका लागि सम्पत्तितिर लाग्नुभयो। मेरो भनाइको तात्पर्य के हो भने राष्ट्र, राष्ट्रियता र जनजीविकाको सवालमा हामी मधेसी, पहाडी, काङ्ग्रेस, कम्युनिस्ट, माओवादी, राजावादीमा विभाजित हुनु हुँदैन। यदि त्यसो हुन गयो भने यो देश स्विजरल्यान्ड होइन, सुडान र रुवान्डा हुन पुग्छ। त्यसका लागि स्वतन्त्रता चाहिन्छ, तर एक्का राख्नुपर्छ। अनुशासन बिनाको स्वतन्त्रता र स्वतन्त्रता बिनाको अनुशासन बिकाउ हुन सक्छ, टिकाउ हुन सक्दैन। अभिवादन।